बारम्बार सुनिराखेको रिकलको बारेमा केही जानकारी दिने प्रयास गरौँ। रिकल भनेको के हो त? कुनै पनि उत्पादित वस्तु जुन बजारमा गएको हुन्छ त्यसलाई चाहिँ फिर्ता मगाउनुलाई रिकल भनिन्छ। संयुक्त राज्य अमेरिकामा चाहिँ यसरी फिर्ता बोलाउने प्रक्रियामा सङ्घीय नियामक एजेन्सीहरू मुख्यतः युएसएफडीए र युएसडीए को जिम्मेवारी अन्तर्गत पर्ने गर्छन्। यी दुईटा एजेन्सीहरूको क्षेत्राधिकार विभिन्न किसिमको छ। एफडीएले समुद्री खाना अथवा सी फुड्स उत्पादन, प्रोड्युस, दुग्धजन्य पदार्थहरू, खोलमा भएका अन्डा, यसमा अरू केही एक्सेप्सन्सहरू हुन सक्छन्, र प्याकेज गरिएका खानेकुराहरू साथै चिकित्सा उपकरण, औषधिहरू, सौन्दर्य प्रसाधनहरू सहित करिब अमेरिकी खाद्य आपूर्तिका लगभग 80% चाहिँ कुराहरूको नियमन गर्छ। त्यसैगरी युएसडीएले मासु, कुखुरा र प्रशोधित अन्डा, यसमा चाहिँ प्रशोधन गरिएको अन्डा जस्तै फ्रोजन अथवा लिक्विड अथवा ड्राई गरेको, प्रोसेस गरिएको अन्डाहरू सम्मिलित हुने गर्छन्। धेरै जसो अवस्थामा उत्पादन, प्रशोधन वा वितरण गर्ने कम्पनीहरूले नै रिकल अथवा फिर्ता बोलाउने प्रक्रियाको सुरुवात गर्छन्। जब नियमित आन्तरिक गुणस्तर नियन्त्रण अथवा उपभोक्ताको गुनासो या प्रयोगशाला परीक्षण ल्याब रिपोर्टहरूले चाहिँ कन्टामिनेसनको जोखिम देखाए पछाडि उनीहरूले यो कुराहरूलाई चाहिँ इनिसिएट गर्छन्। यी कम्पनीहरूले चाहिँ सार्वजनिक स्वास्थ्यको रक्षा गर्न, पब्लिक हेल्थको रक्षा गर्न र कानुनी दायित्वलाई सीमित गर्नलाई चाहिँ स्वैच्छिक रूपमा उत्पादनहरूलाई चाहिँ बजारबाट मगाउने निर्णय गर्छन् र तिनीहरूले उपयुक्त आफू सम्बन्धित निकायहरूलाई चाहिँ सूचित गर्ने गर्दछन्। यदि कुनै कम्पनीले गम्भीर खतरा पत्ता लगाउँछ तर कारबाही गर्न असफल हुन्छ भने एफडीए अथवा युएसडीएले चाहिँ औपचारिक रूपमा ती कम्पनीहरूलाई तुरुन्तै भोलुन्टरी रिकल जारी गर्न अनुरोध गर्छन्। धेरैजसो कम्पनीहरूले गम्भीर नियामक दण्डहरूबाट बस्न यो अनुरोधको पालना आवश्यक हुन्छ। धेरैजसो फिर्ताको आदेश स्वैच्छिक भए पनि, भोलुन्टरी भए पनि सङ्घीय एजेन्सीहरूसँग विशेष परिस्थितिमा फिर्ता गर्ने कानुनी अधिकार रहेको हुन्छ। जस्तै एफडीएसँग फिजमा अथवा खाद्य सुरक्षा आधुनिकीकरण ऐन अन्तर्गत यदि कुनै कम्पनीले एफडीएले अनुरोध गरेपछि खतरनाक खाद्य उत्पादन स्वैच्छिक रूपमा फिर्ता गर्न अस्वीकार गर्छ भने फिर्ता गर्ने आदेश गर्ने कानुनी अधिकार छ उसँग। त्यसैगरी युएसडीएले मासु, कुखुरा, अन्डा जसमा चाहिँ प्रशोधित अन्डाका परिकारहरूलाई चाहिँ म्यान्डेटरी रिकल गर्ने उसँग यो अधिकार रहेको हुन्छ।